यो चाहिँ हाम्रो नेक्स्ट पार्ट हो बहिनी र दादालाई भेटेपछि। अनि हामी चाहिँ लभिङ मल गएको किनकि मलाई एकदमै जान मन लाग्थ्यो मसला बिट्स। अनि मेरो सानो मामु पनि अफिसबाट त्यही लभिङ मल आउनुभयो अनि हामी मसला बिट्स गयो। मैले कति धेरै स्क्विसी किन्छु भनेको थिएँ तर त्यो स्क्विसीहरू स्टकभन्दा बाहिर भइसकेको रहेछ। त्यसैले पछि जाँदा म चाहिँ किन्छु। अनि फेरि हामी बाहिर निस्केर हामी त्यहाँको पर्फ्युमहरू हेऱ्यौँ अनि हामी पर्फ्युम पनि किन्यौँ। अनि हामी चाहिँ त्यहाँ बाहिरको किमा नुडल्स अनि फेरि लाफिङ खाएर हामी चाहिँ मेरो माइजूको घर गएँ। अनि मैले चाहिँ यहाँ के किनेँ भनेर त्यो पनि देखाएको छु। अनि यो किमा नुडल र लाफिङ एकदमै मिठो थियो। यो हो मैले किनेको चाहिँ मसला बिट्सबाट। मैले चाहिँ यो किनेँ अनि मेरो चाहिँ स्टिकर्स अनि यो पनि स्टिकर्स तर उनेको जस्तो टाइपमा। अनि दुईटा यो स्क्विसी एउटा मेरो लागि अनि मेरो बहिनीको। अनि यो वाटरमेलनवाला किचन यो चाहिँ मम्मीको। त्यसपछि हामी कलङ्की गयौँ। त्यहाँ चाहिँ भाइ दिदी पनि हुनुहुन्थ्यो। हामी जाँदा राति भइसकेको थियो एकदमै ढिलो भइसकेको थियो। त्यसैले हामी खाना खाएर अनि हामी गफ गरेर सुतिहाल्यौँ। अनि अर्को बिहान चाहिँ हामी चन्द्रगिरी गयौँ। हामी झोलासोला बोकेर बिदा भयौँ। थ्याङ्क यू फर वाचिङ।